Hello guys, welcome back to my new vlog. I hope हजुर सन्चै हुनुहुन्छ होला। टक्कर आज चाहिँ हामी पानी बनाउन जाँदैछौँ। खानापानी बनाउन हामी चाहिँ अहिले 4 जना जाँदैछौँ। बिग्रेकै गरेर पानी चाहिँ अब यहाँ बाँस लिएर जाँदैछौँ। त्यहाँनिर के गर्नुपर्ने रे बाँसले। अब चाहिँ हामी सर यता हुनुहुन्छ अगाडितिर जाँदैछौँ। लोचा खोला माथि मन पुग्नुपर्छ। भर्खर हामी चाहिँ उतै परतिर घरबाट भर्खर हिँड्यौँ। कति 5-10 मिनटको बाटो हिँड्यौँ अनि बाँस काट्यौँ। अब यहाँ आएर कति मिनट जति लाग्छ दाइ? 2 घन्टाको बाटो छ अरे। अब यहाँबाट यो सुरुङ कुलोको मन पुगेर त्यहाँ उकालो खोले खोला त्यता त झन् मान्छेको त अब चलखेलै हुँदैन। बाटो कस्तो छ थाहै छैन। अब देखाउँछु म छक्क लाएर कहाँ भनेर। अब हामी चाहिँ यहाँनिर छौँ भनेपछि हामी पुग्नु पर्यो कहाँ भनेपछि यो माथि यो डाँडा हारेर पुग्नुपर्ने छ पानी बनाउँदै। त्यो माथिल्लो डाँडा चाहिँ पल्लो डाँडा चाहिँ अब हामी सर लाग्यौँ। यो देखिरहेको धान रोपेको खेत चाहिँ हाम्रो हो। यो उतल चाहिँ हाम्रो होइन, त्यो तल चाहिँ माछा पालन सहकारीको माछा पालन छ। अस्ति पोहोर कति 15-16 केजी झिक्यौँ। यत्रा 1 केजीको हामी लाग्दैछौँ कामतिर। हामी चाहिँ एउटा पुगिसक्यौँ। यहाँ पानी छ, पानी खाइ हुन्छ। गाउँघरको पानी नै मिठो सदिलो के हाइट के पानी माल छ नि। यो पारिपट्टि चाहिँ कुबिन्डे दमकु रह्यो। सट्टा यता यो डाँडा हाम्रो त्रिमाकोट गढी। हामी चाहिँ अहिले यहाँ भिराइसक्यौँ। यहाँ पाइप छ तन्किराखेको। अहिले चाहिँ खोलाहरू सुकेर इत्रु हुन्छ नि यसै। अब जहाँ पानीको मन भेट्यो गयो पाइप झ्याप्प हाल्यो। खोलाहरू सुक्नु घट्नुको कारण चाहिँ यो मुख्य 100% ग्यारेन्टी छ त भन्दैछु म। यहाँ बाटो फेरि यस्तै भिड छ कि बाटो चाहिँ चिप्लो न चिप्लो के चक्का खस्यो भने हजुर होला। फेसबुक अब त कसले बनाएको त्यसलाई पुग्नु हो नि त। फेसबुक टिकटक युट्युब सब दिन्छ पैसा। एप्सहरू चलाए बाबा त अब त्यो फलो गर्ने बन्ड मिल्छ क्या त भित्र सेटिङमा गएर। मेरो पनि त्यस्तै छ अहिले फलो बनाऊ न। यहाँ चाहिँ माथिबाट फेरि पानी झरेको छ क्या ढुङ्गा माटो यसरी पुरान थोरा दुःख गर्दा थाल्दैन। यहाँ ओह्रालो खस्यो भने गयो ल्याम्नु खोलाको तल छ खोला खस्यो भने त मासु टिप्नुपर्छ जोक्टा लुस्नुपर्छ अचार। यहाँ कस्तो छ अवस्था ज्ञान उता ऊ बस्थ्यो भने तल खोला छ हौत्र खोला। यस्तो छ बाटो हेर। पहिले घाँसको भारी पनि बोकेर हिँड्दै यस्तो बाटो मान्छेहरू। अब आजकल त कोही घाँस काट्ने मान्छे पनि छैनन्। सबै मान्छे बाहिर विदेश सहरतिर छिरे गाउँ जितिसक्यो। कहाँ मोबाइलमा त हेर्नु। यहाँ हाम्रो एकजना दाजु चाहिँ उता बाटोमा छुट्नु भयो। हामी लाग्यौँ सरर। अस्ति दुई टन्न लाग्यो त हामी दुई लाग्ने होला।
यता छ बाटो गाँठी कालो परेछ कान्छ तल चिप्लेर हामी चाहिँ अहिले लगभग खोलाहरू गइसक्यौँ कति 40-45 मिनटको हारे हिँडेर घरबाट यहाँ हेर्नु कुलोको हालत यस्तो छ माथि यस्तो यो माटाको बगे गर्छ यहाँ चाहिँ यसरी पाइप लगाएर बनाएर पानी लगेको छ किसानहरूले कम्ता दुःख छ गाँठे किसानहरूलाई सरकार लगाएर लाग्यौँ अगाडि त्योतर्फ यहाँ चाहिँ कुलोको पानी अब भरबाट आएर यस्तै सबै बुझ्दैछ पानी यत्रो थियो अघि अहिले चाहिँ ठुलो पहिले यसो घाँस यस्तो हरेकै उब्जन थियो अब अहिले त मान्छे भएको घाँस खाने राम्रो देखिन्छ हामी चाहिँ खोला आइसक्यौँ अब यहाँ त कति घन्टा हिँड्नुपर्छ दाइ उ 2 घन्टा अब 1 घन्टा हालेर हिँडेर आइसक्यौँ अझै 2 घन्टा हिँड्नुपर्ने ठाडो भिरै भिर यहाँ जङ्गलतिर फेरि एकदम खतरा फुल फुलिरहेको छ धोद्रेको फुल अब हामी लाग्यौँ सर उकालोतिर 2 घन्टा खोलै खोला बाटो फेरि किच्चड होला ए मुहान हाम्रो चाहिँ यो सुरुङ कुलोको मुहान यस्तो यस्तो छाँगा त्यो छङ छङ हामी चाहिँ अहिले मन पुग्न आँटिसक्यौँ अब कति घन्टा लाग्छ 1 घन्टा पानी यहाँ चाहिँ यस्तै फाल्दैन तर सानो पानी भएकोले यही पनि गएको रहेछ अझै मनै पुग्नुपर्ने भयो मन पनि धेरै तल यसरी दुलो पानी छ हान्छ त्यसको अरे अझै हामी लाग्यौँ कालोतिर हामी चाहिँ यता पानी बना जाँदै गर्दाखेरि बाटोमा यस्तो राम्रो झर्ना देखियो यहाँ चाहिँ माछा होला सायद कत्रा होला त्यहाँ शीतल हावा हुन्छ अब चाहिँ हामी खोला छोडेर लाग्यौँ उता मनतिर उकालो हिँड्नु पर्यो डाँडा कति हिँड्नु पर्छ थाहा चाहिँ छैन बाटो यस्तो किच्चा खै घारी खोला छोड्यो भनेर उता लागेको होइन मास्टर पनि सिनेको आफै भएको त यहाँ चाहिँ विषयमा अब गलेर पसिना आएर नेपालको छाँगा फेरि स्वात्तै खस्यो भने त प्राप्तै पछाडेर मऱ्यो छ्याप हानिसक्यो यहाँनिर घनाघाट एनाकोन्डासँग जङ्गलमा आइसक्यो छाँगा भएर उता माथिबाट घुमेको रहेछ छाँगा आम्मा खच्याक्कै खस्यो भने त खच्याक्कै भयो नि त फर्सी पुऱ्यायो हौ है यता चाहिँ माछा खुब पाउला जस्तो ठाउँ रहेछ के भने टाढा आउनु त हुन्थ्यो ल खोइ एउटा ट्याङ्की चाहिँ पुग्यो पानी चाहिँ छ नि त यो खुली त छिर्छ होइन यो त्यो सानोलाई पनि अलिकति बनाउने अनि यसलाई तताएर खत यस्तो बनाएको नि मुहान त यत्रो रहेछ पानी रहेछ यसलाई लैजाउँ लु सानो यत्रो रहेछ पानी पनि के खानु पाउनु आँटे मैले त हजुरको जनतावासीहरू झिक्ने अब यस्तरी पानीमा पत्कराएर बस्दो रहेछ क्या पत्कराएपछि पानी त भयो जुत्ता हेरेर यहाँ राख्दा कालेर मुलको पानी सिरा पक्रेर मिल्छ दुःख दिन्छ आफू तानेन उहाँ तल खुस्काउनु पर्ने भयो त्यहाँ त्यसमा लगाउने हो नि त्यो बनाउने नि त्यसलाई बनाउनु पर्यो नि त्यसलाई बनाउने पाइपमा दुलो बनाइदियो हुन्छ बाहिर एक त तल माथि भयो नि
पत्का भन्दा पनि पानीमै छिर्ने आएको चाहिँ यो तरकारी ल पत्का खाने नै माथि चाहिँ दुलोबाट पानी मात्रै छिर्ने के छ गाउँघरमा पानी पानी त के कलकलाइको तल त्यहाँ पत्ता चाहिँ पसेन लगाएर पानी खतरा भएर घुमाउनु न पाइपलाई ल पानी सानी सट्ट भइसक्यो बिर्को सिर्को पनि हालिसक्यौँ यो तासित मिठो पानी ढकनी सकनी लगाएर अब हामी चाहिँ आफ्नो घरतिर जानुपर्छ भोक पनि लागिसक्यो बिहान हिँडेको 6 6:30 हालेर हिँडेको ल अहिले 8:52 भइसक्यो र हामी घरतिर लाग्यौँ अब भिडियो अन्तिमसम्म हेर्नु भयो कि भएन थाहा भएन हेरिहाल्नुपर्छ भने चाहिँ यसो लाइक साइक ठोकौँ कमेन्ट हानौँ सब्सक्राइब गरौँ है त गाइस भन्दै मेरो भिडियो चाहिँ आज यहीँनिर समाप्त भयो घोषणा गर्दछु है त ल गाइसहरू हामी चाहिँ अब यहाँ छ पाइप थियो अर्को मान्छे खोलाको पानी चाहिँ यहाँ छ यस्तै उहिलेको छ त्यो साह्रै बिजेको त छैन हाम्रो गाउँमा पानी चाहिँ त्यो ठिकै छ अलिअलि बिजेको छ अन्त गाउँहरू चाहिँ हेरी सुकै छ पानी चाहिँ हाम्रो हौतुरमा र बेसी त पहिलो ओरेमा हौतुरमा ओके बाई बाई अब अर्को नेक्स्ट भिडियोमा भेटौँ होला अरू उहाँ पुग्नुभयो म चाहिँ क्याम्पी नै छु सर लाग्यो ओह्रालो